हेलो नमस्ते गाइस। अहिले हामी मुक्तिनाथ घुम्न जाँदैछौँ घरबाट। अब सामान प्याक गरेर निक्लिसक्न लाग्छौँ। हेलमेट तयार छ, झोला तयार छ, यता अर्को झोला तयार छ। आजबाट मुक्तिनाथको भिडियो सबैजनाले हेरिदिनु होला। राधे राधे। गाइस, अहिले हामी घरबाट निक्लेपछि अहिले सुनुल चोकमा आइसकेका छौँ। सुनुल चोकबाट हामी अगाडि बढिसकेका छौँ। र अहिले हामी तोरिया पुलमा आइसकेका छौँ। तोरिया पुल हुँदै हामी अहिले बुटुलतर्फ राख्दैछौँ। गाइज, सबैजनाले भिडियो पुरा हेरिदिनु होला है। लामो छ भिडियो, त्यही पनि पुरा हेरिदिनु होला। हजुरकै आशा भरोसामा छु म। लाइक कमेन्ट र फेसबुकमा हेर्ने जतिले फलो गरिदिनु होला र लाइक गरिदिनु होला। र युट्युबमा हेर्ने जतिले सब्सक्राइब र लाइक पनि गर्न नबिर्सिनु होला। अहिले म कृष्ण मन्दिर आइसकेको छु। रमापुर स्थित 4 नम्बरमा रहेको सुनुल 4को कृष्ण मन्दिर धाम। यता पिके पम्प छ। अहिले रमापुर जङ्गल भनिन्छ, तर पारीका चाहिँ ज्यामिरे सुरु हुन्छ। देख्न सक्दा अहिलेको बाटो क्लियर छ। बरघाटदेखि बुटुलसम्मको बाटो एकदम क्लियर छ गाइज। हामी जेमिरे चोकमा आइसकेका छौँ। जेमिरे चोक हुँदै हामी बुटुलतर्फ लाग्नेछौँ। सुन्दर छ जेमिरे चोक पनि। अर्को साइड बाटो बन्दैछ, त्यही भएर यताबाट रङ साइड हिँड्नुपर्छ हामी। अहिले पारे आएपछि हामी अहिले खैरेनी आइसकेका छौँ। खैरेनी स्थित यहाँ मन्दिर छ नजिकै। अहिले हामी खैरेनी चोकमा आइसकेका छौँ। अब फेरि आफ्नै साइडतिर बाटो जाँदैछ यहाँबाट। अघि रङ साइडमा हिँडेर थियौँ। अब यहाँबाट गाडीलाई ओभरटेक गर्दै हामी लाग्नेछौँ बुटोतर्फ। गाडीले देख्न सक्नुहुन्छ ओभरटेक गर्दै हिँड्दै गरेछ। अब कस्तो मान्छेहरू छन् क्या, ओभरटेक किन गर्नुपर्छ बाइक आएको देखि पनि। हिजो साइकल रेसिङ साइकल थियो, त्यही भएर दाइहरू आज हिँड्नुभएको रहेछ हिजोको। अहिले हामी शीतलनगर आइसकेका छौँ। शीतलनगर कटेपछि अहिले घोडा चोक गर्दै अहिले हामी अब भलुवाईको जङ्गलतर्फ लाग्नेछौँ। यो भलुवाई जङ्गल हो। सुन्दर छ बाटो। हामीले अहिले क्लियर बाटो देख्न सक्छौँ। अहिलेको बाटो राम्रो छ। बाटो क्लियर भयो भने बाइकको स्पिड पनि त्यही अनुसारको छ।
भलुवाई आइसकेका छौँ। यो भलुवाई चोक हो। भलुवाई चोक हुँदै हामी अब चाहिँ पनि बुटोलतर्फै लाग्नेछौँ। भलुवाईको जङ्गल सकिने बित्तिकै अहिले हामी अब बुटोलको जङ्गलतर्फ लाग्दैछौँ। अब बुटोल हुँदै हामी पाल्पा लाग्नेछौँ। बाटो क्लियर छ। अहिले हामी बुटोल प्रवेश गरिसकेका छौँ। बुटोल औद्योगिक क्षेत्रमा प्रवेश गरिसकेका छौँ। यहाँ चढेर मसलाहरू सबै भन्छ यहाँ। अब हामी जाने बित्तिकै पेट्रोल हाल्नेछौँ बाइकमा अनि बुटोलतर्फ लाग्नेछौँ। पेट्रोल हाल्दैछौँ, देख्न सक्नुहुन्छ। पेट्रोल हालेपछि अहिले हामी निक्लिसकेका छौँ बुटोलतर्फ। यो आर्मी क्याम्प हो। आर्मी क्याम्प पछि अगाडि आउँछ अब हाम्रो सरम बुझाउने ठाउँ आउँछ। यहाँबाट सरम बुझाउन गयो। बुटोलको सरम बुझाउने ठाउँ यहाँ हो। अब यहाँबाट यति अगाडि गएपछि मुटु हस्पिटल आउनेछ। देख्न सक्नुहुन्छ। अब मुटु हस्पिटल यही हो, निलो कलर लगाएको। मुटु हस्पिटल बाटो अगाडि लाग्ने तर्फबाट अहिले हामी यो बुटोल मेला लाग्ने ठाउँमा आइसकेका छौँ। मेला छोडेपछि प्रहरी तालिम केन्द्र बुटोलको यहाँ यसलाई कर्दै अहिले हामी बुटोल चौडा चोकतर्फ लाग्दैछौँ। अनि गाई चाहिँ यो भिडियो सबैजनाले हेरिदिनु है र फलो पनि गरिदिनु। फेसमा हेर्नु, युट्युब हेर्नु जति सब्सक्राइब गरिदिनु नबिर्सिनु। हामी चौडा चोकमा आइसकेका छौँ। हुन्छ उता भैरवा हो, यता पाल्पा र नेपालगञ्जतिर दाङ गराई सबै जान्छ यताबाट यो बाटो। उताबाट हामी आएको बाटो काठमाडौँ जाने बाटो। अब यो बाटो हुँदै हामी मिलन चोक हुँदै जानेछौँ। मिलन चोक हुँदै हामी बस पार्क पुग्न लागिसकेका छौँ। यो बस पार्क देख्न सक्नुहुन्छ। अगाडि बस पार्क देख्न सक्नुहुन्छ। यो बस पार्क हाम्रो बुटोलको बस पार्क। पूर्वदेखि पश्चिमसम्म गाडीहरू यहाँ पाइन्छ। अब यो गाडीलाई ओभरटेक गर्दै म अगाडि बढ्छु। यो हो लुम्बिनी हस्पिटल, अहिले बन्दै गरेको हस्पिटल लुम्बिनी हस्पिटल। देख्न सक्नुहुन्छ भवन कति राम्रो देखिएको छ अहिले लुम्बिनी हस्पिटल। पहिलाभन्दा अब ठुलो हस्पिटल बन्नेवाला छ। काम धमाधम भइरहेको छ हस्पिटलमा पनि। अब यहाँबाट यता लाग्नु भने हजुर दाङतर्फ लाग्नुहुन्छ, यता नेपालगञ्जतिर। अब यताबाट जानु भने हजुर पाल्पातिर लाग्नुहुन्छ। अब यता हामी पाल्पातर्फ लाग्नेछौँ। अब गाडीलाई ओभरटेक गर्दै फेरि पाल्पातर्फ। जान्छ चोक। यहाँबाट गाडीहरू लाग्ने ठाउँ यही हो। गाडीहरू मस्त लाग्ने छ यहाँबाट। यो बाटो पाल्पातिर लाग्ने छ। अगाडि देख्न सक्नुहुन्छ पहाडहरू मस्त छ। यो बाटो पनि अहिले फराकिलो भएर भएको छ। देख्न सक्नुहुन्छ बाटो कस्तो क्लियर छ। को जानुभएको छ बुटोल कमेन्ट गर्नु होला। र पाल्पा को जानुभएको छ। यता पूर्वतिर अहिले
देख्न सक्नुहुन्छ माथि केबल कार जाने बाटो त्यहीबाट हो। हुन्छ पाल्पा जाने बाटो पनि अहिले कति राम्रो बनाएको छ, कति मिठो बाटो। अब गाडीलाई ओभरटेक गर्दै पाल्पातर्फ लाग्नेछौँ। अब रातो गाडीलाई ओभरटेक गर्नुपर्ने छ गाइज। पछाडिबाट पनि गाडी आइरहेको छ, त्यही भएर सुस्त गर्दै बाटो अगाडि बढ्दैछौँ। अब यो गाडीलाई ओभरटेक गर्न खोजिरहेको छु तर ओभरटेक गर्नै सकेको छैन। अहिले हामी सिद्धबाबा आइसकेका छौँ। सिद्धबाबा मन्दिर, ठुलो मन्दिर उता छ, यो सानो मन्दिर सिद्धबाबाको। अब यो हुँदै हामी सिद्धबाबा मन्दिरतर्फ लाग्नेछौँ। हुन्छ सिद्धबाबा जाँदा बाटोको अवस्था देख्न सक्नुहुन्छ कस्तो छ। बाटो क्लियर पनि छैन। देख्न सक्नुहुन्छ गाडीले धुलो कति उडाउँछ। यो बाटोमा हिँड्ने मानिसहरूलाई कति शास्ति व्यवहारमा परेको छ। देख्नुहुन्छ आज आइतबारको दिन महिलाहरू मन्दिरतर्फ लाग्नुभएको छ। महिला दिदीबहिनीहरू बाटोको अवस्था हेर्नु न गाइज, सबैजनाले बाटोको अवस्था हेरिदिनुहोस् कस्तो छ। यो सुरुङ खन्दैछ, त्यही पनि अहिले हामी सिद्ध मन्दिरतर्फ आइसक्न लागेको छौँ। देख्न सक्नुहुन्छ सिद्ध मन्दिर। सबैको कल्याण होस्, सबै रचना। जय सिद्ध बाबा। यहाँबाट सुरुङ पनि देख्न सक्नुहुन्छ, सुरुङ मार्ग। यहीँबाट सुरुङ मार्ग, उहाँ धेरै टाढा पनि छैन, यो सुरुङ नजिकै छ बन्दै गरेको सुरुङ। बाटोको अवस्था हेर्नु गाइज, बाटोको अवस्था अरू त हेर्दै पर्दैन। यो बाटो अब हेर्नु, यहाँ थुरु छ, 4वटा कि 3टा यो थुरु छ निक्लिन। दाउन त्यसको बाटो हेर्न सक्नुहुन्छ सिद्ध बाबाको, मस्त छ बाटो। यस्तो बाटोबाट बाइक चलाउनुपर्छ गाइज, के गर्ने, बाइक त चलाउनु पर्यो। यो मैले अहिले लिएर हिँडेको सुपर स्प्लेन्डर बाइक हो। देख्नुहुन्छ बाइक भएर, बाइक मात्रै हुनु पऱ्यो क्या हातमा, त बाइक त जुन पनि उडाउन सकिन्छ। हुन्छ रातो गाडीलाई ओभरटेक गर्दै म अगाडि बढिरहेको छु। अब अघि देख्न सक्नुभएको सुरुङ उताबाट यता निक्लेको छ, यहाँबाट निक्लिन्छ सुरुङ। बाटोको अवस्था हेर्न सक्नुहुन्छ गाइज। यहाँबाट क्लियर छ बाटो। अब दोभानको चेकिङ, यहाँ पुलिस चौकी पनि छ। दोभान गर्दै हामी अगाडि बढ्नेछौँ। एकदम क्लियर छ। बाइक चलाउँदा सम्हालेर चलाउनुपर्छ गाइज, नभए एक्सिडेन्टको यहाँ भूत खोला, यो भूत खोला हो। भूत खोला प्रवेश गरिसकेका छौँ। भूत खोलामा मान्छे वर्षमा एकवटा मान्छे मरेको हुन्छन्। अहिलेको बाटो अवस्था हेर्न सक्नुहुन्छ गाइज। अगाडि बाबा हिँडिरहनु भएको छ, पछाडि म, अङ्कल,
जान्छ बाटोको अवस्था। यो पाल्पा जाने बाटोको अवस्था हो गाइज। देख्न सक्नुहुन्छ गाइज, यस्तो बाटोबाट बाइक चलाउनु पर्छ। हिलो हेर्न सक्नुहुन्छ गाइज कस्तो छ। पोखरीभन्दा कम छैन। गाडी आएर हिलो छ्यापिदियो भने पुरै कपडाभरि हिलो हुन सक्छ। त्यही ओभरटेक गर्दै अब म अगाडि बढ्नेछु। यहाँ पनि म गाडीलाई अब ओभरटेक गर्छु गाइज। गाडीलाई ओभरटेक नगरे अगाडि बढ्ने बाटो छैन। ल देख्न सक्नुहुन्छ गाइज, म बाटो ओभरटेक गर्छु। ओभरटेक गर्दै अहिले म पाल्पातर्फ लाग्दैछु। बाटो एकदम यहाँबाट यता लाग्छ बाटो क्लियर छ। मस्त मात्रै हो गाइज चाहिने हामीलाई। सफा बाटो हुँदै हामी लाग्नुपर्छ गाइज। अब यहाँबाट देख्न सक्छ सत्यवती बाटो जाने बाटो यही हो। उता अर्को साइड त्यहाँबाट यो म हिँडेको बाटो पाल्पा जाने हो। गाइज अहिले म झुम्सा प्रवेश गरिसकेको छु। झुम्सा, यो झुम्सा अब यहाँबाट यता गयो माथि गयो झुम्सा गइन्छ। अब यहाँबाट यता गयो पाल्पातिर लाग्यो हामी। झुम्सा पनि पाल्पा मात्रै पऱ्यो, तर त्यही पनि पाल्पा बजार हुँदै बाटोको अवस्था। यहाँ गाडी ढुम्छान्छ। यहाँ हिलो कत्तिको छ गाइज, यहाँ देख्न सक्नुहुन्छ बाटोमा। यस्तो हिलोमा गाडीको भन्दा होइन ठुला गाडीले धेरै स्पिडमा आएर बाइकहरूलाई हिल छाप्ने बढी हुन्छन् क्या। अब यो स्थिति हेर्नु न, बाटोको स्थिति यस्तो छ गाइज, बाटो बन्दैन। बाटो क्लियर छ गाइज, हिँड्नलाई गाह्रो छैन, तर त्यही पनि बाटोमा अलिअलि गाह्रो त हुने भयो बाटो अवस्थाले गर्दा। अब यहाँबाट म अगाडि बढ्नेछु। मौसम पनि सफा छ, तर अलिअलि ढुसी लागेको छ र भिडियो पनि अलिक क्लियर आएको छैन गाइज। जहाँबाट हेर्नुभएको सबैले कमेन्ट गरिदिनु है। जताबाट हेर्छु जसले जहाँबाट हेर्नुभएको छ त्यो मान्छेले ठाउँको नाम बताइदिनु होला, कहाँबाट हेर्नुभएको छ। जहाँ विदेश स्वदेश जहाँ भए पनि। बाटो एकदम क्लियर छ क्या बाइक चलाउनको लागि। देख्नु सम्हालेर चलाउनु पऱ्यो, बाइक चलाउनु एकदम बाटो क्लियर छ।
बजारमा आइसकेका छौँ। अब बजार कटेपछि अगाडि बढ्नेछौँ। बाटोमा सामान बोक्ने गाडी भएर बाटो काट्न अलिक गाह्रो भएको छ। त्यही छ यहाँ यहाँ माथि एउटा मन्दिर छ, तर हामी अलि आत्तुरीमा भएको हुनाले पाल्पाको बाटो हुँदै जान परेको हुनाले त्यो मन्दिर पस्न भ्याइएन गाइस। तर हामी अगाडि बढ्नेछौँ। यहाँबाट देख्न सक्छ नेपालको नक्सा, जय नेपाल। देख्नुहुन्छ 1 2 3 4 गो। गाइस बाटो कस्तो लाग्छ हजुरहरूलाई कमेन्ट गर्नु होला है। अन्त गाडीको टायर पङ्चर भएर टायर बनाउँदैछन् दाइले। बाटो एकदम क्लियर छ गाइस। माथि देख्न सक्नुहुन्छ, माथि सत्यवती खानी देखिन्छ, चुनढुङ्गा खानी। कोही बाटो खाल्डो देख्नुहुन्छ, टिप्परले इट्टा खसालेर गएको भएर बाटोभरि इट्टा भएको छ। गाडी कम चल्छ नि बाटोमा, धेरै त गाडी चलेको त्यति देख्न सक्नुहुन्छ। कहिले कहिले मात्रै गाडी, त्यस्तो हाम्रो बुटोल नारायणघाटको जस्तो गाडी त चल्दैन। बाटो एकदम क्लियर भएको हुनाले मैले स्पिड चलाइरहेको छु। अहिले हामी पुल पारी बटुक पाइने ठाउँमा आइपुग्यो। यहाँ बटुकहरू पाइन्छ। नास्ता खाने ठाउँ यही हो। पाल्पा जाँदाखेरि नास्ता, बिहान बिहान नास्ताहरू खाने ठाउँ। मलाई यहाँको बटुक एकदम मनपर्छ। गाडीहरू अहिले देखिन लाग्छ, अलि पछि गाडीहरू देखिन लाग्छन् अहिले।
मैले गाडीलाई ओभरटेक गर्दै अहिले अगाडि बढ्दैछु। तर यो बाटोमा बाइक चलाउन मजा आउँछ गाइज। हजुरहरू पनि आउनु होला यो बाटोमा। देख्नु छ अब फेरि आर्मीहरू दाइहरू बाजा बजाउँदै हिँड्नुभएको छ। बाइक चलाउने बाटोमा यस्तो क्लियर छ गाइज। हजुरहरू पनि डुल्न मुस्ताङ पोखरा जान यो बाटो जान सक्नुहुन्छ। बाटो एकदम क्लियर छ गाइज। एकदम मलाई त मन पर्यो यो बाटो। हामी यता आइसकेका छौँ। अब यहाँबाट हामी रिडीतर्फ लाग्नेछौँ। रिडी